शनिबार बिहान रामायण आउँथ्यो टेलिभिजनमा। हाम्रो पुरै बाल्यकाल रामायण भएको थियो। क्याप्टेन काकाको घरमा एक डालो मकै छोडाउन सघाएपछि हामी बुढाबुढीले श्यामश्वेत टेलिभिजनमा रामायण हेर्न पाउँथ्यौँ। आहा, सुरुमै आउने त्यो भक्ति गीत, आहा ती एक एक दृश्यहरू क्या गजबका थिए ती दिनहरू। म आफूलाई पुरा विश्वास थियो कि रामायणको वीर हनुमान त मै हुँ, त्यो पहाड उचाल्ने त्यो शक्तिशाली व्यक्तित्व मै हुँ। समस्या त तब पैदा भयो जब थाहा पाएँ कि रमेश पनि आफूलाई वीर हनुमान मान्दो रहेछ। अनि हाम्रो आत्मीय मित्रतामा खल्लोपन पैदा भयो। बोलचाल कम हुन थाल्यो। हामी मध्ये वीर हनुमान को हो भन्ने विषयमा सहमति जुटाउन साथीहरूमाझ हामी गुटबन्दी नै गर्न थाल्यौँ। मैले थुप्रैचोटि प्रस्ताव राखेँ कि बरु त भगवान राम लैजा, बाली या सुग्रीव या अङ्गद जोसुकै लैजा, तर हनुमान चाहिँ मलाई छोड। तर ऊ टस्का मस भएन। त्यसपछि स्थिति भिडन्तै हुने गरी बिग्रदै गयो। एक दिन स्कुलबाट घर फर्कदै गर्दा लाकुरीको फेदमा रमेशले मलाई रामायणकै युद्ध संवादको शैलीमा लङ्कार्यो, लु आइज, आज जसले जित्छ उही हनुमान। अनि पर्यो हाम्रो लप्पा। पछारा पछार गुल्टा गुल्टी चलिरहेथ्यो। अचानक विद्यालयको हेड सर आइपुग्नुभयो। म हत्तपत्त भागेर अलिक तलतिर पुगिहालेँ र म लुकेँ। रमेशलाई भने च्याप्प समाएर हप्काउनु भयो। घर नगएर बाटो बाटो झगडा गर्छस्? अनि एक लत्ता हानेर भन्नुभयो, भाग तँलाई हनुमान। रमेश मतिर हेर्दै खुसीसाथ बडो उत्साहले चिच्यायो, ओइ भोला सुनिस्, हेड सरले नि भन्नुभयो मै हनुमान। म खिस्रिक्क परेँ।